हेलो गाइस वेलकम टु माई न्यू ब्लग। आज फेरि म नयाँ ब्लग लिएर तपाईहरुको सामु आइरहेको छु। यो चाहिँ मेरो तेस्रो दिन हो हवाईको। अनि आज चाहिँ हामी घुम्न जानु लागेको फेरि नयाँ ठाउँ। अनि आज हामी दुई तीन ठाउँ जानु लागेको छौँ। एउटा भयो यहाँको मार्केट, अनि बोटानिकल गार्डन, अनि टेम्पल, खै टेम्पल के टेम्पल भन्छ, अनि बीचहरु जानु लागेको छौँ गाइज। अब म तपाईलाई त्यहाँ गएर हामी के गर्छौँ अनि अब कसरी रमाइलो गर्छौँ भनेर म तपाईलाई देखाउने छु। मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। अनि हाम्रो फ्यामिलीहरु चाहिँ सबै रेडी भएर बसिरहनु भएको छ। म तपाईलाई देखाउने छु गाइज। आमा बाउ सबैजना एडी मोहना बिचजना एक्साइटेड हो। सबैजना रेडी भएर अब हामी हिँड्नु हामी चाहिँ यहाँ घरमै छौँ। अघि नै जाने भनेर रेडी भएको, अहिले 11:30 भइसक्यो। यो हाम्रो चाहिँ घरको एक रुमको लकै लागेछ। कञ्चनको ब्यागहरू, पर्सहरू अनि मोबाइल त्यही थियो। अनि त्यही भएर यहाँ घर अनरलाई पर्खेको हामीले। घर अनर भन्दा पनि घर अनर चाहिँ आउनुहुन्न रहेछ, यहाँ काम गर्ने आउनुहुँदो रहेछ। उहाँले मान्छे पठाइदिन्छु भनेको छ। खै 2 घन्टा भइसक्यो पर्खेको, अहिलेसम्म आएको छैन। एउटा मार्केट जाने भनेर प्लान गरिरहेको थियौँ। 12 बजे बन्द हुन्छ अरे, 11:30 भइसक्यो। अब खै त्यो मार्केट गयो हुन्छ कि हुँदैन। ओह पर्खिँदा गयो। पर्खिनु जतिको सबैभन्दा नराम्रो चिज केही होइन जिन्दगीमा। अनि अहिले भर्खर भात खाएको, फेरि भोक लागिसक्यो। हाम्रो चाहिँ यहाँ चाबी बनाउने भर्खर आउनुभयो 2-3 घन्टापछि। अब चाबी निकालेर ओहो 2 minutes we waited like 3 hours for that. Finally चाबी निस्क्यो। It's like a company. You guys are from company? Yeah, Earl, the property manager, contacted. Oh, okay. my So company. they take care of the charges and stuff, right? I think so. I think Okay. they take care of it. Oh, I don't know okay. if it's owner or who or what. Oh, okay. I just want to make sure because we rented this, so we don't want to pay extra for that. Yeah. For this, because they said they didn't have key for this one, which they should, and they said none of the door is locked, like you know the keyable, like where you can put key, but then this one is. So. Can I try one more time? Yeah. I don't think you have to pay. Oh, okay. Yeah. He said call me for Try what I payment. want to make it. Didn't try it. Oh, okay. It's फेरि लक locked. भयो जस्तो छ। Lock it. So I think this one is Adri, you don't cannot. touch anything, Yeah. okay? Don't touch, okay? Thank you so much. Thank you so much. Yeah, no problem. Have a good day. You too. Bye. 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 Take it easy. Please go on. Bye. फाइनली अब हामी घरबाट निस्किनु पर्ने भयो। Oh my God. 3 hour picture. 2 minutes. 3 घन्टा लाग्यो। अब चाहिँ हामी निस्किने भयौँ फाइनली गाइज। अब चाहिँ हामी निस्किने। ल अब हामी बाहिर गएर के हेर्छौँ, के देख्छौँ तपाईहरुलाई देखाउने छु गाइज। ल गाइज अब चाहिँ हामी फाइनली निस्केको घरबाट। हामी कहाँ जाने त, अब एउटा ठाउँ क्यान्सल भयो। सो स्याड भयो गाइज। हामी चाहिँ यहाँ टेम्पल फाइनली आइपुगिसक्यौँ। कस्तो मजा शीतल हावा चलिरहेको छ। अब चाहिँ हामी टेम्पलभित्र जानु आँट्यौँ। कस्तो छ के छ के रहेछ म तपाईहरुलाई देखाउने छु। यहाँ चाहिँ लाइन लागेर टिकट काट्नुपर्ने रहेछ। यहाँ मान्छेहरू आउने जाने भइराख्दो रहेछ। गाइस हामी चाहिँ आइपुग्यौँ। कस्तो राम्रो देखेको डाँडा। अनि यहाँ चाहिँ फोटो सेसन स्टार्ट हुँदैछ। आमाको फोटो खिचिदिन आँटेको। कस्तो राम्रो रहेछ गाइस। टेम्पल चाहिँ यस्तो रहेछ, कस्तो राम्रो। हाम्रो बाउ र आमा चाहिँ गलेर बसिरहनु भएको छ। यो चाहिँ टेम्पल हो।
टेम्पलको एरिया चाहिँ यति मात्र रहेछ। हामी अहिले यहाँ छौँ। यो हो टेम्पल अनि यति एरिया मात्र घुम्ने ठाउँ रहेछ। यस्तो चाहिँ टेम्पल चाहिँ कस्तो दामी। यो चाहिँ 1968 मा बनेको रहेछ। साह्रै राम्रो। यहाँको भ्यू पनि कस्तो राम्रो देखिरहेछ। यहाँ धेरै टुरिस्टहरू आउनु हुँदो रहेछ। ठिक्क यो डाँडाको ठिक्क तल रहेछ। यहाँ एक राउन्ड हान्नु पर्यो कस्तो रहेछ। हो यहाँ चाहिँ बेल बजाउने ठाउँ रहेछ। माछाहरू रहेछ। कस्तो दामी माछा। यो चाहिँ माछाहरू देख्न सक्नुहुन्छ। माछा पालेको ठाउँ रहेछ। अब म चाहिँ यहाँ एक राउन्ड हान्छु। कस्तो रहेछ टेम्पलहरू देखाउँदैछु। गिटी बलुवाहरू रहेछ। ओहो वाउ यहाँ माछाहरू रहेछ। अन्त यहाँ माछाहरू यहाँ चाहिँ कस्तो धेरै वाउ माछाहरू कस्तो राम्रो राम्रो माछाहरू नि। अब हामी यहाँदेखि डु नट एन्ट्री पो लेखेछ त। अब हामी यहाँ एक राउन्ड हान्नेछौँ। यता जानुभयो अगाडि जानुभयो। यहाँ चाहिँ म र बाउ हिँड्दैछौँ। फोटो खिच्दै होला। अनि हामी चाहिँ यहाँ एक राउन्ड जाँदैछौँ। तपाईँलाई देखाउँदैछु। तपाईँहरू हेर्दै हुनुहुन्छ होला। यहाँ रहेछ मन्दिर। यो चाहिँ मन्दिर। यहाँ चाहिँ चप्पलहरू बाहिर खोलेर घुम्नुपर्ने रहेछ। मेरो फोन पो आज कहाँ राख्यो। यहाँ चाहिँ मूर्तिहरू। नेकलेसहरू यहाँ गिफ्टहरू कसैलाई दिनु छ भने यहाँ किन्दा हुने रहेछ। ओ यहाँ झन् कति धेरै माछा। हेर्नु त माछा। वाउ वाउ कस्तो धेरै माछा। रुङ्गी ढुकुर परेवा सबै पो पाउँदो रहेछ त यहाँ माछाहरू। अघि उयो गरेको यस्तो रहेछ टेम्पल चाहिँ। यहाँ हामी चाहिँ क्राउन हान्यौँ बाउ आमा म दिदी नानी भएर। अब चाहिँ हामी यहाँ चराहरू पनि ढुकुरहरू कस्तो राम्रो राम्रो ढुकुरहरू नि। यो ढुकुरहरू नै हो नि होइन। कति धेरै चराहरू।
little birdie. No, you. I want. Yes, I want. मुजुर नि यहाँ पाउँदो रहेछ कस्तो दामी यहाँ चाहिँ हात्ते चराहरू रहेछ यसरी हात लायो भने भङ्गेरा पनि पो रहेछ यो इ यता आउनु यता लिएर आउनु यहाँ चाहिँ आउँदैछ धेरै रहेछ डिनी चरालाई कुकुरहरूलाई उयो दिएको अरे यहाँ हेर न माथि क्यामेरामा उड्छ उड्छ बिस्तारै उठेको यहाँ चाहिँ हामी नरिवल पानी खानु आएको छौँ अनि नरिवल पानी पनि पाउँदो रहेछ यहाँ टोपीहरू थरी थरीको टोपी प्राइस हेर्नुपर्ने होला कोकोनट 15 रुपैयाँ अरे कति महँगो महँगो नि 15 रुपियाँ ए यहाँ छ अरे नि त काँचो जुनै खाँदा हुन्छ म त जुनै मनपर्छ we can check like both, you know. एउटा एउटा लिँदा हुन्छ होला हौ हुन्छ पाकेको र उयो अन्त एउटा एउटा भन्नु खोजेको एउटा पाकेको एउटा काँचो हाम्रो कोकोनट आयो ट्राई गर्नु त दिदी कस्तो रहेछ कोकोनट जुस 15 रुपियाँको वाह खै म ट्राई गर्नु यसको त टुप्पी छैन क्या आएन त माथिबाट आउँछ मिठो छ हामी चाहिँ सेयर गर्दै खाने हो होइन एडीले यो खान्छ है कुन खान्छ यो हो त्यसको चाहिँ खानु नि बुहारी ए ल किनभने त्यो पिनमा भन्छ ए मिठो रहेछ दामी रहेछ बीचमा खानुपर्छ हामीले चाहिँ नरिवल पानी खाइसक्यौँ मिठो भयो अब हामी यहाँदेखि फर्किनु लागेको हामी चाहिँ अब यहाँ घुमेर एकछिन माला किन्ने अरे हाम्रो चाहिँ अनि मन्दिरभित्र जाँदैछौँ माला किन्नुलाई हामीले फोटोसोटो पनि खिच्यौँ माछाहरू पनि हेऱ्यौँ एकदम राम्रो रहेछ हामी चाहिँ यहाँ टेम्पलदेखि फर्केको अब हामी अर्को ठाउँ पनि जानुपर्ने छ तर भ्याउँछ कि भ्याउँदैन 4 बजी बन्द हुन्छ अरे यहाँ 3:30 भयो एकदम राम्रो एकदम कस्तो राम्रो ठाउँ रहेछ मेरो पछाडि हेर्दै हुनुहुन्छ होला डाँडाको मुनिबाट ठिक्क मन्दिर रहेछ एकदम राम्रो छ अब म अर्को ठाउँ जान्छु अर्को लोकेसन कस्तो छ हेर्छु अनि तपाईँहरूलाई पनि देखाउँछु गाइज हामी चाहिँ बोटानिकल गार्डन जानु पाएनौँ आज अब हामी कुनै दिन टाइम निकालेर जान्छौँ हामीलाई आज अलिक ढिलो भयो 4 बजी चाहिँ बन्द हुने रहेछ तर हामी क्राउन घुमेर आयौँ अब हामी फेरि बिच जाँदैछौँ समुद्रतिर अब त्यहाँ गएर म भिडियोहरू गर्छु अनि तपाईँहरू पनि हेरिदिनु होला मेरो भिडियोलाई अन्तिमसम्म अब यति भन्दै यहाँ चाहिँ मेरो 2 शब्द यहीँ टुङ्गाउँछु फेरि म बिचमा गयो भने कन्टिन्यू गर्नेछु हेलो गाइस हामी चाहिँ फेरि लुगा फेरेर बिचमा आएको छौँ एकदम हावा चलिरहेको रहेछ पौडी त अब खेलिँदैन होला यसो पानीमा खेल्नु भनेको एकदम देखिरहनु मजाले हावा आइराखेको छ अनि यहाँ आमा नाना दिदी भाउदा चाहिँ त्यहाँ के अरे गाडीमा चटपटे बनाउँदै हुनुहुन्छ अनि म नानी कञ्चन जोइ चाहिँ यता समुद्र एकछिन हेर्नु गएको कस्तो रहेछ समुद्र म तपाईँहरूलाई देखाउने छु हेरिदिनु होला मेरो भिडियो अन्तिमसम्म मैले कतिचोटि भनिसकेँ होला अन्तिमसम्म हेरिदिनु भनेर प्लिज सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई वाउ गाइज हेर्नु त कस्तो राम्रो लोहरी समुद्र हो माय गॉड कस्तो राम्रो देखेको
वाउ जस्ट लुकिङ लाइक अ वाउ जस्तो देखियो। अब कन्टेनरहरू कहाँ छ हेर्नु जानु पर्यो। ओ माई गड कस्तो हावा चलिरहेको। एडी त्यहाँ रहेछ, एडी खेल्दैछ। अब एडी भर्खरमा जान्छु म। सो ब्युटिफुल। जोइ नानी चाहिँ त्यहाँ हुनुहुँदो रहेछ। हामी चाहिँ भोक लागेर यहाँ सबैले गाडीमा बनाएर सबैजना खाँदैछौँ। यहाँ सबैलाई भोक लागिरहेछ। बिसाएको अरे भोकले झन् मरेन। मन्दिर यहाँ मिलाउँदै टाइम लाग्ने रहेछ। हामी फेरि यहाँ माथि बस्ने हो। यहाँ त कस्तो राम्रो गाइज हामी चाहिँ फेरि अर्को बिच आएको छौँ। फेरि अर्को बिचमा गएर एकछिन खेल्ने, फोटोसोटो खिच्ने। येलो लाइन भित्रबाट हिँड्नु, येलो लाइन भित्रबाट। एड्री फेरि यहाँ पनि खेल्ने बिचमा खेल्ने भन न। यहाँ आऊ क्यामेरामा हेरेर। के खेल्ने ए ओके नानी उता उता यता यता हिँड्नु। ओके यो चाहिँ नयाँ अर्को बिच आएको हामी। यो चाहिँ यस्तो रहेछ। ओ माई गड झन् यहाँ त यता यहाँ त्यति साह्रो हिँड्नु पर्दैन रहेछ। अघिको बिच राम्रो थियो। राम्रो थियो त्यही पनि ठिकै छ। कस्तो राम्रो थियो नि त्यो त। बस्ने त हो त रहेन। ए ला हामीले उयो पनि पुरा चेयर पनि ल्याएन नि त। चेयर पनि ल्याएन, ओछ्याउने पनि ल्याएन। अब यतिकै भुइँमा बस्दा हुन्छ। म त फोटो सोटो पनि केही खिच्दिनँ नि होला हौ। नानाहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ। म र बाउ चाहिँ यहाँ हेर्दै बसेको। कस्तो दामी छल्कोहरू आइरहेको छ, चिसो हावा। गाइज हामीलाई चाहिँ जाडो पनि भयो अनि हामी चाहिँ फर्केको। अब तपाईँको भेज खान्छ नि त कहाँ छ? कस्तोमा छ भेज? त्यहाँ होला ल्याउँछ होला। हामी चाहिँ यहाँ साह्रै चिसो भयो अनि हामी चाहिँ फर्किँदैछौँ गाइज। ओ माई गड एड्डी चाहिँ आउनु मानेको छैन। जबरजस्ती बोकेर ल्याउँदैछ एड्डीलाई। उसलाई खेल्नै पुगेको छैन। त्यस्तोले पो बोबी उठ्यो। अहिले पर लाग्नु कति मन पर्छ त्यो गएको। म चाहिँ घुमेर आइसकेँ अनि आज चाहिँ मैले के अरे धेरै ठाउँ घुमेँ। अनि हामीले चाहिँ 2-3 ठाउँ भनेको थियौँ तर एक ठाउँ चाहिँ घुम्नु एक ठाउँ होइन हामी 2 ठाउँ घुम्नु पाएनौँ। एउटा मार्केट भयो अनि एउटा बोटानिकल गार्डन भयो। मार्केट चाहिँ किन जानु पाएन भने म त्यहाँ ब्लगमा हालेको छु, हेरि पनि सक्नुभयो होला तपाईँले। अनि बोटानिकल गार्डन चाहिँ हामी ढिलो गएर जानु पाएन तर एकदम राम्रो ठाउँ रहेछ। अब हामी नेक्स्ट टाइम जानेछौँ। अनि मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो होला, हेरिदिनुहुन्छ होला भनेर मैले आशा गरेँ। हेरि पनि सक्नुभयो होला। अनि अब यति भन्दै मेरो ब्लग यहीँ इन गर्छु। अब म फेरि भोलि अर्को ब्लग लिएर आउनेछु। अहिलेको लागि चाहिँ बाई बाई, गुड नाइट।